guys, welcome back to our channel. Okay, so आजको भ्लग भनेको के रहेको छ भन्दाखेरि चाहिँ हाम्रो मामा आउनु भएको छ काठमाडौँबाट अनि आज चाहिँ माडी घुम्न जाने रे. सो म त फर्स्ट टाइम जान लागेको माडी. आई डोन्ट नो हाउ इट इज हैन. सो लेट्स सी कस्तो रहेछ माडी. लेट्स एक्सप्लोर माडी विथ मी फर द फर्स्ट टाइम. अनि यहाँ कहाँ गइन्छ. I'll show you guys. Bye. Hi guys. So हामी अब निस्किन लागेको. यस मेरो प्यारो पानीको बोतल अनि जानुभन्दा अगाडि also flowers in our bag. Wait. Look at this beauties. Like मतलब के ओ माय गॉड. हाम्रो माथि पनि छ त्यस्तो भइहाल्यो. सयपत्री लाउरी फुल हाम्रोमा छ. लाउरी फुल अनि त्यो वाला ओरेन्ज वाला. ओ आई लभ द्याट. अनि फुल लुक. ओ माई गॉड. अनि उता येल्लो वाला पनि. ओ माई गॉड लुक एट दिस. अनि यहाँ त झन् यति धेरै फुल. यहाँ तीनटा एक ठाउँमा. अनि यो पनि त्यस्तै राम्रो छ. यस्तो राम्रो राम्रो फुल फुलेको छ नि हाम्रो बारीमा यसपालि. वाउ सक्यो. वाउ. टमाटर पनि यति धेरै फलाएको क्या. बा सो यहाँ त्यही हो. अब चाहिँ हामी निस्किन लागेको. अब हेरौँ के कति खिच्छु मैले. I don't have energy आज. सो बाई. गाइज हाम्रो गाडी आइसक्यो. गाइज हाम्रो यहाँ सिट मिल्दैछ हाम्रो लागि. गाडीमा प्याक. Look guys, it's a plane. Look, oh my god, wow. कस्तो राम्रो देखेको है. So beautiful. गाइड जरायो के देखेर नु आउँदा नि जरा देख्यो. बुढो भएर हामी चाहिँ मामाको जुक्कामा बसेको होइन. त्यही नै हो. ट्राभलिङ कहाँ जाने थाहा छैन. ओके गाइस हामी गाडीबाट झऱ्यौँ अनि हिँडिरहेको छौँ. यहाँ चाहिँ 5 पाण्डवको समथिङ यो मन्दिर छ अरे. अनि त्यही हेरेर जानु लाग्यो हामी चाहिँ. सो हिँड्न पर्छ अरे 1 किलोमिटर जति. अनि हामी हिँडिरहेको छौँ बाटोमा. कस्तो सुनसान बाटो छ. जङ्गलै जङ्गल. ओ गड वाउ. ओसो धमिरा भन्नेको बुढो. आई थिङ्क यो नै हो हाम्रो हामी आउनु लागेको मन्दिर. हाम्रो आउन खोजेको मन्दिर. नट स्योर दो. सो दिस इज द भ्यू. लुक एट द भ्यू. गाइज हामीले एउटा गाइड पायौँ के अरे पाण्डव कुवा जानको लागि. अनि हामी त्यहीँ जाँदैछौँ. बाटो चाहिँ पाण्डवले खनाइना 70 फिटको यस्तो ठाउँमा आएर पाण्डवले कुवा खन्नु भएको रहेछ. यसरी राखिएको रहेछ हाम्रो 5 पाण्डवले बनाउनु भएको पोखरीलाई. लुक एट द एन्भाइरनमेन्ट.
वाह है कस्तो आनन्दको इन्भाइरोमेन्ट अनि उहाँ चाहिँ हाम्रो गाइड सो गाइज हामी चाहिँ पाण्डवको कुवा हेरेर निस्क्यौँ अब कता गइन्छ थाहा छैन मेरो खुट्टा आज भाँचिन्छ कि म लड्छु कि के हुन्छ मलाई पनि थाहा छैन हैन सो भ्लग जति बेला पनि एन्ड हुन सक्छ एनीवे लेट्स गो अब के कहाँ गर्ने गोद्ध कि कहाँ हो जाने रे तर 1 घन्टा हिँड्न पर्छ अरे राम 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 कसरी हिँड्ने त्यत्रो 1 घन्टा Guys, look what I see. This is tiger or dog? Yes, guys. This is dog. Okay, this is not tiger. Okay, guys. हम फेरि गाडीबाट झरेर हिँड्न थाल्यौँ अब चाहिँ गोद्दत भन्ने ठाउँ जाने अरे हिँड्न पर्छ अरे त्यही थाहा छ गाइस हामी त्यही कता हो जाने हो मन्दिर बाहिर गाइस यो भयो त्यहाँ मन्दिर छ मेरो चाहिँ हालत खराब भइसकेको छ मलाई रिङाटन लागिरहेछ मेरो टाउको पनि दुखिरहेछ मलाई सबै थोक भइरहेछ सो यस गाइस त्यही हो मन्दिर चाहिँ जस्तो तसो आइपुग्यो guys ठाउँ amazing ल गाइस त्यत्रो हिँडेर आएको मन्दिर रहेछ शिवजीको यत्रो फरक छ त्यहाँ सो गाइस म चाहिँ तल झर्दैछु मैले बिरामी भएँ यात्राको क्रममा अनि त्यही भएर अनि यहाँ चाहिँ नजिकै होइन डढेलो लगाएको छन् क्या जङ्गलमा अनि पुरै यस्तो त्यो पुरै पड्क्या कि काठहरू पड्क्या हो कि पातहरू पड्क्या कि के पड्क्या पट 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 पड्क्या यहाँसम्म आवाज आइपुग्यो क्या अनि अरू मान्छेहरू त्यहाँ म यहाँ टाइगर पानी खाइरहेको छ हामी खोला तरेर जान्छौँ हजुरको नाममा यहाँ घुम पनि गराइदिन्छु होइन पानी फेरि कट्यो गाइस हामी हिँड्न लाग्यो सोमेश्वर गढी एक्सप्लोर गर्नलाई अनि ठाडै उकालो छ आएर न म कसरी पुग्छु 1 घन्टा 1.5 घन्टा लाग्छ भन्छन् मान्छेहरू पनि आफ्नो यो पछिको भाग भ्लग भन्छ कि भन्दैन मलाई थाहा छैन ल गाइस यस्तो स्कल्पचर्सहरू बनाएको रहेछ होइन यहाँ शङ्ख हलायो अनदर स्कल्पचर शिव भगवान फाटेको मुटुहरू मुटु रे स्वास्थ्य मुटु सायद त्यो चाहिँ फाटेको मुटु होला I'll show you more sculptures. र गाइस यहाँ चाहिँ ह्युमन स्केलेटन रहेछ this tree कस्तो राम्रो के बहुत यो चाहिँ आई डोन्ट नो के बनाएको हो अहिले त्यहाँ गएर पढिहाल्छु यस्तो पनि छ खाली ल गाइस बाघ पनि रहेछ यहाँ फाइनली गाइस यहाँ चाहिँ यस्तो छ यो चाहिँ अष्टवक्र ऋषि रहेछ
जस्तो रुखमा अनि त्यो ढुङ्गाहरूमा नेचुरली भएको ढुङ्गाहरू हुन्छ नि हो त्यस्तोमा स्कल्पचर्सहरू बनाएको रहेछ क्या लाइक वाट अ नाइस आइडिया क्या होइन दामी लाग्यो मलाई यो आइडिया चाहिँ लाइक इट चढ्दा चढ्दा थाक्छौँ नि त अनि सो अनि यस्तो हेर्दै उस गर्दाखेरि लाग्दैन क्या थकै यहाँ पनि के रहेछ अहिले सो त हुने प्रयास लेखेको छ होइन अनि यहाँ यस्तो छ अनि यहाँ यस्तो छ होइन हात्तीको शिर यहाँ चाहिँ सुतेको फ्याउरो रहेछ फ्याउरो भने के हो कमेन्ट डाउन ए ठ्याक्कै छ नि त ठ्याक्कै छ आँखा चाहिँ अलिक बनाएको रहेछ ठ्याक्कै स्कल्पचरको उस चाहिँ के भयो है यसले डाइभर्ट गरिदिँदो रहेछ क्या हाम्रो ध्यानलाई होइन ओहो यत्रो उकालो चढ्नु छ भन्दाखेरि हिँड्दाखेरि ओ कहाँ के छ भन्दै हिँड्दो रहेछ क्या अनि थकै त लाग्छ होइन नलागेको होइन तर अब के नआएछ भन्ने एक्साइटमेन्ट चाहिँ हुँदो रहेछ अनि यहाँ अगाडि आइसक्यो शिव भगवान्ले सती भगवान्लाई बोकेको बेला देखेन यहाँपट्टि चाहिँ सती माताको कपाल झरेछ अनि बोक्या राइट हाम्रा अरू ग्रहणहरू मामाहरू चाहिँ हुनुभयो जहाँ यस्तो रहेछ के हो मलाई थाहा छैन सेल जस्तो यताबाट चाहिँ के हो उक्रो उल्टो आकृति हाम्रो टोली त्यहाँ छन् ऊ त हुन्छ त ठुलो मामा त देखिनु पनि भएको छैन ऊ त्यहाँ अनि म मेरो सानो मामा चाहिँ यहाँ गाइज वाट इज दिस स्ट्रबेरी हार्ट आई डोन्ट नो वाट इज दिस लेखा पनि छैन अनि त्यहाँ चित्र आफै बोल्छ अरे लुक अभियसली यस्तो सानो हो नि रुख उम्रेर होइन आई डोन्ट नो आई थिङ्क यहाँ पनि केही बन्दै थियो तर बनेन जस्तो लाग्यो मलाई बिचमा छोडियो जस्तो लाग्यो तर यहाँ चाहिँ चित्र आफै बोल्छ गाइस गेस के होला यहाँ शेषनाग यस्तोसम्मको डिटेलिङ छ कि होइन त्यहाँ पछाडि पुच्छर पनि छुट्टै बनाइएको हो क्या ल वाट एन्ड महाकाली माता गाइस त पढ्न मिल्दैन होइन तर केटीको आकृतिको छ ठ्याक्क अनि उतापट्टि घोडा पनि छ देखिन्न होला है आई ट्राई घोडा दिसी यस घोडा ठ्याक्क एन्ड्रोइड पर्दो रहेछ क्या यहाँ चाहिँ केटीको आकृतिको छ ओके अल्सो यो चाहिँ के हो संस्कृति उपमा आई डोन्ट नो वाट डज द्याट मिन तर यहाँ यस्तो छ इफ यु गाइज नो प्लिज लेट मी नो यहाँ छ यस्तो अनि यहाँ पनि छ यस्तो ठाउँमा यहाँ चाहिँ चराको घर सो क्युट उता देख्नुभयो घोडा छ यतापट्टि होइन यो यतापट्टि घोडा छ अनि यतापट्टि मुख छ एक शिव भगवान् अथवा कोही बनाओ कस्तो छ यता है गठबन्धन काइन्ड अफ छ यहाँ त के हो यहाँ चाहिँ ऋषिमुनि हुँदो रहेछ कस्तो खतरा के लुक्न है माण्डव्य ऋषिमुनि हुँदो रहेछ यहाँ पनि के छ भाउ आई डोन्ट नो गाइज के हो तर खल र मुसलले यो त खल भयो मैले बुझेँ मुसलले के हो मुसल धान कुट्ने यो मुसल यो खल यो मुसल यसले ढान्ने कि वनदेवी बाँदर छ क्या हो यहाँ चुलो यो छिर्यो भने घरबारी भयो चोइटेको छिर्ने त आमाले ट्राई गर्दै हुनुहुन्छ चोइटेको ढुङ्गा फुटेको ढुङ्गा त्योबाट यहाँ आधी टुक्रेर
अहिले त पाप गर्छस् कि धर्म गर्छस् जाँदा त्यहाँ ऊ त्यो दुधोबाट छिर्ने ऊ बाटो छिर्न आउनु न तपाईँ त निस्किनु न त्यही त नि पाप र धर्मको प्रशिक्षणको दुलो मामा छिर्न लाउनु भयो गाइस छिरिसक्नु हो ल गाइस मामा त सक्सेसफुल्ली छिर्नुहुन्छ खै खै ओ ल छिर्नुभयो मामा त धर्म ल अब ठुलो मामाको पाली ठुलो मामाको गाई पछाडिबाट खुट्टा उचालिदिनु पर्यो लगायत मामा पनि सक्सेसफुल्ली छिर्नु भयो अब मम्मीको पालो रे मम्मीको पालो ल ल मम्मी ल अगाडिबाट त म जान्न मम्मीलाई खिच्दिनु मामालाई खिच्दिनु म छिर्नुभयो मम्मी पनि अब अङ्कित पनि छिर्छ अरे सबैजनालाई छिर्नु मन लाग्यो अङ्कित पनि छिर्यो ल गाइस सक्यो बेस्ट भ्यू what guys look at this wow who is he he is Prithvi Narayan Saha no he is not Prithvi Narayan Saha को guys comment down guys फसाङ गर्दै आइपुग्यो अझ 500 किलोमिटर रहेछ 500 मिटर रहेछ यहाँ चाहिँ शिवलिङ्ग हुँदो रहेछ त्यो हेर्न आएको सबभन्दा पुरानो शिवलिङ्ग पादुका स्थान खिच्दिएँ क्या गाइस नेपाल भारत यस्तो मिठो आवाज चलाएको नि देखेन कि क्यामेरामा तर यस्तो मजाको आवाज चलायो नि लु यता भारत हो गाइस म अहिले नेपालमा हिँड्दैछु तर म अलिकति उता गएँ नि भारत यहाँ चाहिँ भोलिदेखि मेला भारतको एउटा प्रान्त हुन्छ यो त्यो भन्दा अर्को विकल्प छँदै छैन भोलिदेखि चाहिँ हामी मेला लाग्ने रहेछ चैते दसैँको अहिले 25-30 वर्ष होला त्यही भएर भाषा सुनेको मैले डुङ्गा रहेछ रहेछ सोमेश्वर गढी सायद त्यो पिल्लरहरू जस्तो सबै के हो हेरौँ पालिका हामी यताबाट जान्छौँ
यो चाहिँ नेपाल हो गाइस हैन अनि उताबाट हेर्यो भने चाहिँ इन्डिया देखिन्छ अरे तर आज पुरै धुवा धुवा छ केही पनि देखिँदैन सोमेश्वर कालीका यतापट्टि हुँदो रहेछ हामी त्यहाँबाट फर्कियौँ होइन अनि यहाँ ओह्रालो त कस्तो गाह्रो भएर रहेछ हार्कुन्डमा कसरी फर्किने ओके अन्त पुरा के बुझाइरहेको छ यहाँ चाहिँ हवन कुण्ड रहेछ भोलिदेखि चाहिँ यहाँ ठुलो मेला लाग्छ अरे क्या यो दसैँको अनि यहाँ पुरै तयारी गरिरहेछ दसैँको लागि यहाँ उस अनि त्यहाँ चाहिँ बोलिदिने रे गाइस त्यस्तै छ गाइस यो चिउरीको भोट्रे यसरी हेर्दा कसले चिन्छ र तर पनि चिउरीको भोट्रे यस्तो मिठो हावा चलायो नि यहाँ गाइस हामी ओह्रालो झर्न लागेको सोमेश्वर गढीबाट गढी यति हिँडेको यस्तो टाउको दुखिरहेको छ and look at this the best thing I have seen today guys this is खँदायो रे खँदायो हैन I will taste खै त ल्याउनु ए तोरो छ मिठो हुन्छ गुलियो हुन्छ नि त्यही नरमा नि पाइन्थ्यो हैन उठे छ हेर्नु न रातो उठे तल हैन ल गाइस हामी सोमेश्वर गढी फाइनली खुट्टा थर भइरहेछ कटेर आयौँ बाई बाई सोमेश्वर गढी खाना जानु लाग्यो मिष्टान्न भण्डार रहेछ यहाँ देखाउँछु म लगायो हाम्रो मामाहरूको खाजा आयो खाजा खाँदै हुन्छ समोसा तरकारी यहाँ छ मामी चाउमिनहरूको चाउमिन पनि आइसक्यो बाले चाउमिन हाल्दै हुनुहुन्छ मम्मीले चाउमिन खाँदै हुनुहुन्छ जिरी पनि आयो हाम्रो मेरो खाजा नि आयो पुरी पकाउनुहोस् हामीले चिया पनि खायौँ केही थियो यो बोके हुन्छ है अब हामी निस्किन्छौँ सिधा बसेनीको लागि बाटोमा केही स्पोर्ट भयो भने म देखाउनेछु गाइस अब हामी निस्क्यौँ प्यासेन्जर फ्रेन्ड यस वाटर भ्यू यस्तो राम्रो भ्यू देखिया छ नि यहाँ लाइक लिटरली मेरो फोनले जस्तो चाहिँ दिँदैन तर बेस्ट भ्यू पुरै सनसेट भएको देखिया छ लिटरली सन्ने सेट भएको देखिया छ तर आई कान्ट आइ एम सरी यस्तो राम्रो यस्तो राम्रो you guys should visit Hi guys, so update हामी बिग मार्ट आएको छौँ देखेन देखाउन खोजेको अनि यहाँ गेट रिटर्निङ ब्याक टु होम अनि यहाँ मामाले के सामान किन्दै हुनुहुन्छ अनि सो त्यसमा भएर चाहिँ हामी बिग मार्टमा कुरेको छौँ अनि आई थिङ्क दिस इज अल आई हेभ फर दिस भ्लग or something like that because I don't think म फेरि भ्लग गर्छु भन्ने कुरा अब त घर नै जाने हो नि त घर जाने खाना खाने
मुखसुक धोएर हैन त्यही त हो अब त्यही नै हो आई थिंक दिस मच इज द माडी भ्लग फ्रम माई साइड होप यू अल लाइक इट किन भन्दाखेरि एकदमै नयाँ थियो मेरो लागि त माडी नै फर्स्ट टाइम गएको म अनि कहाँ गयो लाइक लिटरली यति धेरै हिँड्यो होइन अनि मलाई त गाह्रो पनि भइरहेको थियो तर पनि आई वर्कड अनि आई गट दियो आई एम ह्याप्पी फर माइसेल्फ तर सोमेश्वर गढी चाहिँ या लाइक मतलब रमाइलो रहेछ सराउन्डिङहरू पनि होइन सोमेश्वर गढी रमाइलो गोदकको चाहिँ हामी मेन उता झरना भएको ठाउँमा जान पाएनौँ बिकज इट टेक्स 3-4 आवर्स रे जानलाई नै अनि सो हामीसँग त्यत्रो टाइम थिएन सो हामीले शिव भगवानको दर्शन चाहिँ गऱ्यौँ अनि अर्को हामी कहाँ गयौँ हामी पाण्डवको इनार हेर्न गयौँ 5 पाण्डवले बनाएको इनार अनि द्याट वाज सो गुड टु सी हिस्ट्री होइन सो या इफ यु ह्याभ टाइम अनि कता जाने भनेर इफ यु थिङ्क अबाउट द्याट देन माडी यु शुड भिजिट बिकज मतलब अभियसली त्यस्तो पुरै डेभलप भएको छैन नि त अनि भोलिदेखि त झन् मेला लाग्दै रहेछ चैते दसैँको मेला अनि विक्रम बाबाको मेलाको पनि पुरै तयारी चलिरहेछ अनि उहाँ सोमेश्वर गढीमा पनि मेला लाग्दो रहेछ सो इफ यु आर फ्री देन यो मेला लागेको टाइममा डु भिजिट अनि वर्थ इट हुन्छ भिजिट चाहिँ हामी त रिटर्न हुनुमा यस्तो राम्रो सनसेट देखेको थियो नि ओ गड आई वाज ओ माई गड भइरहेको थियो मलाई अनि या द्याट्स अल आई गेस फ्रम माई साइड if you have free time then do visit you will love it क्या सोमेश्वर गढी जाँदाखेरि पनि ओ गड गर्दै गएको हामी होइन त मलाई त गाह्रो भइरहेको थियो अनि यसो गाह्रो भएको भएर पनि अनि त्यस्तो खासै जाँगर थिएन क्या चढ्नलाई तर आई वेन्ट देयर अनि रमाइलो भयो एकैछिन हावाहरू चल्यो इन्डिया यता नेपाल यता भन्ने भयो. So yeah, that's all from my side for this vlog. Sorry for low energy because maसँग थिएन energy, literally नै थिएन. So yeah, I guess यति नै रहेको छ vlog. Bye bye, take care, love yourself, care for yourself, okay?